आज म लेखनाथ नम्बर 27बाट द्वितीय पढ्नुबाट आएको देवीलाई आज यहाँको त सबै बिहान होइन सब उडाउनु लागेको छ। त्यो ठाउँमा म आउँदैछु होइन। गाईहरू सबैले बस लाग्छ। मसित गाडीबाट झरेको केटा हो होइन। मेरो ब्यागमा सबै क्यामराहरू छ गाई होइन। आज मेरो भाइहरूलाई एउटा चोरेर मेरो भाइले के भने होइन 50 रुपियाँ दिनुहुन्छ भाइ तपाईँ यता आउँछ गाडी बन्यो है। के हो भने गाई दिएको होइन। कोही टाउको समातेर बसेका छन्, कोही जुङ्गामा हात लाएर बसेका छन् गाईहरू। हेर्नुहोस् है, यो पृथ्वीको चाहिँ एकदम दर्दनाक घटना जुन चाहिँ अहिलेको चाहिँ सरकारले चाहिँ सब सटरहरू चाहिँ फालेर छिन्नभिन्न बनाएको छ। व्यापारीहरू पनि सब गएछन्। यो पसलमा चाहिँ बाइक पार्किङहरू राखेर बसाइरहेका छन्। यतापट्टि पुरै चाहिँ अस्तव्यस्त छ साथीहरू। हेर्नुहोस् है, जुन पसल हेऱ्यो त्यही पसल सब अस्तव्यस्त छ। हेर्नुहोस् है, यस्तो पसलको बिचल्ली छ। यी यहाँ दाउराहरू यस्तो छ। यी सब पसलमा भएको डेकोरेसनहरू सब भत्काएर लिएर गएछन्। सब अस्तव्यस्त छ। सटरहरू सब बन्द। सरकारले गर्न